Hello guys, welcome to a new video. In today's video, we are going to go over some myths and facts about St. Xavier's College माइतीघर। तपाईँले त्यो सुनिरहनु भएको हुन्छ नि के कुरा सुनिरहनु हुन्छ सेन्ट जेभियर्स कलेजको बारेमा। म चाहिँ तिनीहरूलाई मिथ वा फ्याक्ट हो भनेर तपाईँलाई बुझाउन खोज्छु, तपाईँलाई अन्डरस्ट्यान्डिङ बुझाउन खोज्छु कि किनकि अब सबको ड्रिम कलेज नै जस्तो हो सेन्ट जेभियर्स। अब तपाईँ पनि पढ्न चाहन्छु भने बुझेर नै पढ्नुहोस् भन्ने मेरो आशा हो, त्यसैले म यो भिडियो बनाइरहेको छु। सो लेट्स बिगिन। फर्स्ट मिथ रहेको छ कि सेन्ट जेभियर्स कलेजमा त पढाइ नै हुँदैन, केही प्रेसर नै हुँदैन, त्यस्तो केही हुँदैन, टाइम पास हुन्छ भन्ने सुनिरहनुको हुन्छु मैले पनि कहिलेकाहीँ, पहिला सुन्थेँ। अब यो चाहिँ मिथ नै हो कि सेन्ट जेभियर्स कलेजमा पढाइ हुँदैन भन्ने चाहिँ होइन, पढाउनुहुन्छ त्यस्तो त्यो एकदम फोर्स गरेर पेलेर चाहिँ पढाउनु हुँदैन, त्यो एकदम प्रेसर हुँदैन, फ्री वातावरण हुन्छ, आफूले चाहेको पढ्न पाउनुहुन्छ, एकदम इजी हुन्छ कि त्यस्तो केही फोर्स हुँदैन। जस्तो कि अब एक्जाम्पल लिइहालौँ, त्यो केएमसी सिसिआरसीहरूमा त कस्तो गाह्रो हुन्छ नि, पेल्छन्, बिहानदेखि रातिसम्म राख्छन्, त्यस्तो केही हुँदैन है। अनि नेक्स्ट रहेको छ सेन्ट जेभियर्स कलेजमा त युनिफर्म नै हुँदैन, जे लगाएर नि जान पाउँछ भन्ने नै हुन्छ, तर त्यस्तो चाहिँ होइन। युनिफर्म कलेजकै युनिफर्म चाहिँ हुँदैन, तर हुन्छ ड्रेस कोडहरू हुन्छ, त्यो ड्रेस कोड चाहिँ फलो गर्नुपर्छ। जस्तै कि यस्तो यो कलर्ड सर्टहरू लगाउनु पाउँछ, यस्तो यो ओपन सर्ट लगाउनु पाउनुहुन्न, कलर्ड हुनुपर्छ सर्ट। अनि अर्को चाहिँ नर्मल फर्मल प्यान्ट्स हुनुपर्छ, जिन्स हुनुपर्छ, त्यो ट्राउजरहरू लगाएर आउनु पाउनु हुँदैन। र केटीहरूको लागि चाहिँ कुर्ता लगाउने अप्सन छ, तर के पो थियो त्यस्तो ओपन हुनु हुँदैन कुर्ता, त्यस्तै थियो, त्यही हो। तर आफ्नै युनिफर्म चाहिँ छैन, एउटा टी सर्ट किन्न पर्ने हुन्छ पछि, जुन चाहिँ एक्जाममा लगाएर जानुपर्ने हुन्छ, अरू चाहिँ त्यस्तो केही पर्दैन। अनि अर्को चाहिँ के हुन्छ भने सेन्ट जेभियर्स कलेजमा 2 दिन बिदा हुन्छ कि, फ्राइडे र स्याटरडे। अहिले चाहिँ त्यस्तो हुन्थ्यो, अब सरकारले त्यो सन्डे पनि दिने भनेपछि चाहिँ हाम्रो सन्डे सिफ्ट भएको छ। अनि फ्राइडेको बिदा चाहिँ के गर्छ थाहा भएन, तर हामी कम्प्युटर सेक्सनहरूको लागि चाहिँ फ्राइडे र स्याटरडे 2 दिन बिदा हुन्थ्यो भने के हो त्यो बायोलोजीहरूको लागि चाहिँ हाफ डे हुन्थ्यो फ्राइडे। तर कम पढ्न पर्ने भन्ने चाहिँ होइन, किनकि अरू कलेजमा चाहिँ 6 पिरियड मात्र पढाइ हुन्थ्यो नि दिनको, हामीले चाहिँ 8 पिरियड पढ्न पर्ने हुन्छ। र बिहान कति 9:30 देखि बेलुका 4:30सम्म नै पढाइ हुन्छ, र जाडो महिनामा चाहिँ 4 बजीसम्म पढाइ हुन्छ। सो या। अनि अर्को कुरा रहेको छ सेन्ट जेभियर्स कलेजमा चाहिँ रिच किडहरू मात्र पढ्छन्, धनी मान्छेहरू मात्र पढ्छन् भन्ने नि सुनिरहेको हुन्छ, तर त्यस्तो होइन। यो एकदम कम्पिटेटिभ एक्जामिनेसन हुन्छ इन्ट्रान्सको लागि, त्यस्तो के पैसाको फरक पर्दैन कि तपाईँ पढ्न सक्नुहुन्छ भने छिर्नुहुन्छ, त्यही हो। अनि अर्को कुरा के छ भने यसमा स्कलरसिप चाहिँ दिइँदैन, त्यो काठमाडौँ मेट्रोपोलिटियनको 50जनाको लागि मात्र हुन्छ स्कलरसिप, त्यो अरू चाहिँ स्कलरसिप चाहिँ हुँदैन। तर त्यति भन्दैमा फी पनि त्यस्तो महँगो छैन, अरू कलेजभन्दा कम्पेरिटिभली सस्तै छ। अरू कलेजको 4-5 लाख नै हुन्छ भने यहाँ सेन्ट जेभियर्सको चाहिँ 3,20,000 जति हुन्छ 2 वर्षको। सो इट्स नट द्याट ब्याड। अनि अरू कलेजहरूमा चाहिँ प्रिन्सिपल हुन्छ नि, सेन्ट जेभियर्स कलेजमा चाहिँ फादर हुनुहुन्छ कि, उनी चाहिँ कलकत्ताबाट हुनुहुन्छ, अनि उनले चाहिँ सब ओभरभ्यू त्यस्तो गर्नुहुन्छ, प्रिन्सिपलकै काम गर्नुहुन्छ, तर उनलाई चाहिँ फादर भनेर रिफर गर्नुपर्छ। र ए लेभल्स डिपार्टमेन्टको लागि चाहिँ अर्कै फादर छ लोयोला क्याम्पसतिर चाहिँ। हाम्रो यहाँ 2टा क्याम्पस छ, एउटा सेन्ट जेभियर्स कलेजमै त्यो मेन बिल्डिङ भयो होइन, अर्को चाहिँ उतापट्टि लोयोलामा भन्ने छुट्टै छ ए लेभल्स र ब्याचलरहरूको लागि। अनि त्यताको लागि चाहिँ अर्कै फादर हुनुहुन्छ बबी जोसेफ भन्ने, अनि हाम्रो यताको लागि चाहिँ थोमस अगस्टिन भन्ने फादर हुनुहुन्छ। अनि नेक्स्टमा रहेको छ चाहिँ इसिए, त्यस्तो करिकुलर एक्टिभिटिज चाहिँ एकदम फोकस दिइएको छ। धेरैवटा इभेन्टहरू हुन्छ, क्लबमा नि हुन्छ, कति 12-13वटा कतिवटा क्लब छ, तपाईँले एउटा चुज गर्न पाउनुहुन्छ, र त्यसको नि धेरैवटा इभेन्ट भइरहेको हुन्छ, त्यो कलेजको नि इभेन्ट भइरहेको हुन्छ। सो इभेन्टको चाहिँ केही त्यस्तो हुँदैन, तर एउटा के छ भने कलेज ग्राउन्ड चाहिँ छैन है, त्यही भएर खेल्न के अरे बास्केटबल ग्राउन्ड छ, तर त्यो फुटबलको ग्राउन्ड चाहिँ छैन। त्यही भएर त्यो फुटबल कम्पिटिसनहरूको लागि चाहिँ उता सेन्ट जेभियर्स जाउला खेलमा लगिरहेको हुन्छ, त्यो ऊहरूको लागि फुटबल कम्पिटिसनहरू त्यो क्लबले अर्गनाइज गरेको छ भने, कि त के अरे के भन्छ त्यसलाई स्पोर्ट्स विक त्यस्तो छ भने चाहिँ सेन्ट जेभियर्स कलेज जाउला खेलमा जानुपर्ने हुन्छ। नेक्स्ट रहेको छ सेन्ट जेभियर्स कलेजमा चाहिँ त्यो क्रिस्चियन भ्यालुजहरूलाई फोकस दिन्छ, त्यो के भन्छ इन्डक शब्द लेखेको छ त्यो हुन्छ त्यस्तो भन्ने कुरा सुनिएको छ, तर त्यस्तो केही हुँदैन है। तपाईँको रिलिजियस आइडेन्टिटीलाई रेस्पेक्ट गरिएको हुन्छ, त्यस्तो कुनै पनि रिलिजियन तपाईँमाथि फोर्स गरिँदैन है। म नि त्यही पढेको, मलाई नि एक्सपिरियन्स छ, त्यस्तो केही हुँदैन, तपाईँलाई फुल फ्रिडम हुन्छ आफ्नो रिलिजनहरू फलो गर्ने, त्यति नै हो। त्यो लाइक के हुन्छ भने त्यो कुराहरू भ्याल्युहरू सिकाइरहेको हुन्छन्, तर दे डु नट जस्ट फोर्स यु टु बी क्रिस्चियन, टु बी एनी अदर रिलिजन अदर देन योर्स, त्यस्तो केही हुँदैन। सो यु डोन्ट ह्याभ टु वरी अबाउट द्याट। सो द्याट्स इट फर टुडेज भिडियो। तपाईँलाई अरू केही क्वेसन छ भने कमेन्ट सेक्सनमा ड्रप गर्न सक्नुहुन्छ, म सबै रिप्लाई गर्छु। सो या द्याट्स इट, बेस्ट अफ लक फर इन्ट्रान्स एक्जामिनेसन, होप यु क्यान पास।